जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहालेँ। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। ठुल्ठुलो भएर टक्क छेउछेउमा बिरुवा अनि बाटो टक्क दुईतिर। यो ठाउँ चाहिँ पक्कै पनि साथीहरू घुम्न आउनु भयो होला। अनि यहाँनिर चाहिँ छ एउटा पुल, यो पुलको नाम चाहिँ के हो मलाई पनि थाहा छैन। हेर्नु सक्नुहुनेछ साथीहरू, हामीले टक्क पुल पनि अन्डरग्राउन्ड छिर्नुपर्ने हुन्छ है त। अन्डरग्राउन्ड छिरेर टक्क जानुपर्ने हुन्छ। अनि टक्क यता देख्न सक्नुहुनेछ एकदमै मजाको सिन, यहाँ टक्क आकाशी पुल, खोला माथिबाट गाडी चाहिँ तल जानुपर्छ अरे क्या, फेरि अलिक गिरी भइहाल्यो होइन। फुलै फुलको बगैँचामा मेरी माया। ओ मागो तुरुल बाटो त यहाँ पाइपुग्दो रहेछ क्या, पुरानो नयाँ बानेश्वरबाट त। यो ठाउँ त म धेरैचोटि पो आइसकेको थिएँ त हो साथीहरू। हेर्नु सक्नुहुनेछ फाइनली हामी चाहिँ त आइसकेको छौँ। अनि मेरो ब्याकग्राउन्डमा नयाँ बानेश्वर छ भनेदेखि यता चाहिँ हेर्नु सक्नुहुनेछ तपाईँहरूले पनि। धोबी खोलाको पुल पाइपुगेछ त हो मागो तुरुल। बिजुली बजारको हडताल हेर्नु सक्नुहुनेछ, एकदम आकस्मिक तरिकाको हेर्नु त्यहाँ। मैले चाहिँ गाडी भेटाएन साथीहरू, अनि टक्क हिँड्नुपर्ने हुन्छ अलिकति अगाडि। गाइज मैले चाहिँ अब टक्क जोरपाटी जाने गाडी चाहिँ भेटाइन होइन। अनि अब यहाँबाट हिँड्नुपर्ने हुँदो रहेछ, थोरै कोटेश्वर पुग्नुपर्ने हुँदो रहेछ। अनि कोटेश्वर जाने क्रममा अब गाडी चाहिँ पाइन्छ पाइँदैन थाहा छैन, हिँड्दै हिँड्दैछु होइन। अब कहाँ पुग्ने हो मलाई नि केही थाहा भएन, थाहा नभएको अवस्था। हिँड्दै हिँड्दै यहाँ के भन्छ यो मल, खै के मल हो, मलको नाम नि थाहा भएन, सरी मैले हेर्नु जानिनँ पढिनँ। अनि यता आइसकेँ म चाहिँ। गाडी पाएर भने नि गिद्दी हो काठमाडौँमा चाहिँ फेरि के गर्नु है साथीहरू, बिजोग छ। बिजोग भयो साथीहरू, बिजोग भयो। खै यहाँ हेर्नु न, जोरपाटी जाने गाडी खोजेको यो खै के भन्छ धोबी खोला के खोला भन्ने ठाउँमा आइपुग्यो। अनि त्यहाँबाट चाहिँ अब गाडी अल्मलियो। अनि मान्छेहरूलाई सोध्दै हिँड्नुपर्ने हुन्छ, खोइ कहाँ आइपुग्यो के हो कता हो भन्दै हिँड्दाखेरि टक्क मलाई चाहिँ के भन्यो भनेदेखि यहाँबाट अलिकति मासतिर जानु, मासतिर पुगेपछि तपाईँ आफै लोकेसनमा पुग्नुहुन्छ, त्यहाँबाट आउँछ गाडी। अनि गाडीको अगाडि मान्छे सवारी के भन्नुहुन्छ साथीहरू। म चाहिँ हिँड्दैछु होइन, हिँड्ने क्रममा अब अलिक छिटो छिटो खुट्टा चाल्नुपर्ने हुन्छ। तर दामी क्या दामी, यहाँ चाहिँ हेर्नु न छेउछेउमा टक्क बोट बिरुवा, अनि बिचमा बाटो त्यो पनि खाल्टा खुल्टी अलिअलि भएको टक्क टाले जस्तो गरेको रहेछ यता चाहिँ। जोरपाटी जाने गाडी सोध्दै हिँड्दैछु म चाहिँ। एकदम दामी है साथीहरू, यहाँबाट चाहिँ टक्क एकदम रमाइलो क्या। उता हेर्नु न, कस्तो दामी होटल रहेछ त्यहाँनिर त झन्। ओ उपारि
रहेछ क्या आकाशे पुल चाहिँ हो त्यहाँदेखि हिँड्नुपर्छ हौ तर हिँड्नुपर्छ खै के गर्नु र आकाशे पुल आइपुग्न आँट्यो साथीहरू अनि म हिँड्दा पसिना खल्कली भइसक्यो पसिना के गर्नु अब हिँड्नु पऱ्यो मिहिनेत गर्नु पऱ्यो मिहिनेत गर्दा गर्दै पनि खुट्टाहरू तानिन्छन् के गर्नु है गाह्रो छ ल है साथीहरू यो कहाँको घन्टा घर आइपुगेको छ दामी छ यो घन्टा घर चाहिँ खै के हो यो क्लक टावरै होला सायद अब जोरपाट हिँड्ने क्रममा कहाँ आइपुग्यो है मलाई केही थाहा छैन गाडी आउँछ पाउँछ त्यो भनेको छ यहीँनिर होला गौशाला चाहिँ लेखेको छ यहीँनिर हो कि धन्यवाद थ्याङ्क यू सो